हेलो गाइज वेलकम ब्याक। म चाहिँ आज खासमा एउटा पार्क जान लागेको। अस्ति नैबाट मलाई खासमा पार्क भन्दा पनि यहाँदेखि 3 आवर्स ड्राइभिङ छ, 3 समथिङ अलमोस्ट 4 आवर्स ड्राइभिङ। लेकताउ भन्ने एउटा ठाउँ छ, त्यहाँ जान मन थियो मलाई खासमा। तर अब त्यस्तै हो, भर्खर भर्खर ड्राइभ गर्न थालेको, अनि त्यत्रो टाढा जानलाई अलिक सक्दिनँ। एक्लै अलिकति सेफ पनि हुँदैन, बाटो पनि अलिक डर लाग्दो छ भनेर चाहिँ त्यता जान अलिक नमिलेको भएर। अनि यहाँ चाहिँ एउटा पार्क छ, यहाँदेखिको 35 मिनट्स जति ड्राइभ गर्नुपर्छ। अनि त्यहाँनिर पार्क छ, त्यहाँ जाने अनि हेर्ने कतिको सेफ हुन्छ। खासमा आज म एक्लै हेर्न लागेको हो कि दिदीबहिनीहरू सबैजना बिजी हुनुहुन्छ, अनि मम्मीहरू पनि सबै बिजी हुनुहुन्छ। साथीहरू पनि त्यस्तो घुम्ने ओर्ने खालको त्यस्तो कोही पनि छैन। अनि अरूलाई पर्खिनुभन्दा बरु आफै एक्लै जान्छु भनेर हिँड्नु लागेको खासमा। तर अब त्यो पार्क कतिको सेफ छ जान्छु, अलिकति हेर्छु ओर्छु, अनि सेफ लाग्यो भने अलिक हेर्छु ओर्छु, अनि लागेन भने चाहिँ त्यहाँबाट डाइरेक्ट म क्यासिनो आज जान लागेको। फेरि अस्ति नै गएको थिएँ, आज चाहिँ एक्लै जान लागेको, ड्राइभ पनि एक्लै गर्नु लागेको आज। अनि बाटोमा अलिकति भिडियो बनाउन चाहिँ ट्राई गर्छु, तर अब अलिक सेफ फिल भएन भने चाहिँ बनाउँदिनँ, नत्र आई विल ट्राई टु मेक सम मोर भिडियोज है त। ओके, हेलो गाइज, आइम अन द वे होइन। खासमा म त्यहाँ के अरे पार्क जान खोजेको थिएँ, अनि एउटा ठाउँबाट चाहिँ त्यो पुग्न आँटिसकेको थिएँ। त्यहाँ एउटा ठाउँबाट चाहिँ लेफ्ट जानुपर्ने रहेछ। म चाहिँ लेफ्ट जान लागेको थिएँ, फेरि लाग्यो रङ वे हो कि जस्तो लाग्यो कि, अनि त्यही भएर आत्तिएर अगाडि गएको भरे मिस भयो जाने बाटो नै। अनि मिस भएपछि फेरि नर्भस हुने बानी सक्यो मेरो, भर्खर भर्खर भयो हाइवेतिर कुदाउनु थालेको। अनि त्यो भएर अनि होस् बरु भोलि भ्यायो भने भोलि जान्छु। अहिले अब डाइरेक्ट क्यासिनो जान लागेको, बाटोमै छु। अनि फर्स्ट टाइम म यसरी सुलो हिँडेको, मजा लागिरहेछ। लाइक आफ्नै धुनमा आफूलाई जुन मन लाग्यो त्यो गीत बजाएर होइन, मजा लागिरहेछ। जस मलाई ड्राइभ गर्न लाग्यो। बाटोको चाहिँ अलिक अब त्यो क्यामेराको एङ्गलले गर्दाखेरि बाटोको चाहिँ अलिकति भ्यू देखाउन अलिक गाह्रो हुन्छ जस्तो लाग्यो। तर त्यही हो, आई विल ट्राई। त्यही पनि सक्यो भने अलिकति ड्राइभ गरेर पनि अलिकति सेफ्टी त हुनुपर्छ। त्यही भएर ल अरू अहिले अरू भिडियो के भन्यो भने फेरि क्यासिनो आइपुगेँ। तर आज चाहिँ एक्लै आएको, ड्राइभ एक्लै, सो रमाइलो लागिरहेछ आज पनि। ल गाइस, म चाहिँ क्यासिनो आइपुगेँ होइन। यो चाहिँ रुफ टप पार्किङ हो। अनि यतातिर चाहिँ यहाँनिर के भन्ने अङ्गुर फ्याक्ट्री छ यतातिर चाहिँ यहाँनिर। अनि परपर चाहिँ हरियो हरियो पहाड छ। हामीलाई यस्तै त हो नि, यस्तै ठाउँ त मनपर्छ हामीलाई।
चाहिँ क्यासिनो हो यतातिर अनि ओ त्यो साइड त्यो चाहिँ होटल साइड हो त्यो चाहिँ यहाँनिर चाहिँ क्यासिनो छ ठुलो एरिया छ यहाँनिर त परतिर गल्फ छ जस धेरै ठाउँ छ यहाँनिर घुम्नको लागि लाइक ग्याम्बल गर्ने भन्दा पनि यहाँ इन्टरटेनको लागि चाहिँ मान्छेहरू प्राय आइरह हुन्छन् रमाइलो छ यो ठाउँ पिस चाहिँ हुन्छ धेरै नै यहाँनिर ल गाइस म चाहिँ क्यासिनो आइपुगेँ भित्र हेर्दैछु म त्यसमा चाहिँ अब रुमतिर जान लागेको फ्री रुम्स पाएको थिएँ विकमा एकचोटि फ्री रुम्स लिन मिल्ने रहेछ त्यही भएर आएको बेलामा लिइहालौँ न आनन्दले बसौँ भनेर एज युजल आज पनि म रुममा बस्नु लागेको एक्लै फ्री रुम्स पाउँछ त्यही भएर ल खुल्यो है खुल्यो आएँ म भित्र गएको यो चाहिँ मेरो रुम हो आजको लागि साह्रो बन्द गरिदिन्छ आइपुगेँ ल यो चाहिँ मेरो आजको रुम हो आज बस्ने यही हो राम्रो रहेछ कस्तो राम्रो लाग्यो मलाई त अनि मैले गिफ्ट पाएँ है आउने बित्तिकै मैले केही खेल्न नि परेन गेमहरू आउने बित्तिकै मैले चाहिँ यो गिफ्ट पाएँ प्यान अनि अब मदर्स डे आउन लागेको छ अनि ममलाई यही गिफ्ट दिनु पर्यो मम्मीहरूलाई त्यही त हो नि भाँडाहरू यस्तो यस्तो कुराहरू धेरै मनपर्छ जसले यस्तो यस्तो किनहरू खोज्नुहुन्छ ममलाई यस्तो खालको प्यान नि चाहिरहेको थियो अनि खासमा म आज चाहिँ यही लिने भनेर स्पेसली यही लिन लागेको थिएँ अब आएपछि थोरै थोरै खेल्ने रमाइलो गर्ने त्यही त हो नि ओके गाइज अब अहिले चाहिँ म अरू भिडियोहरू बनाउँछु है ल यो चाहिँ म आज बस्ने रुम हो यो रुम यो चाहिँ मान्छे देख्ने बित्तिकै अटोमेटिक बल्दो रहेछ कि यो चाहिँ कस्तो राम्रो खालको मान्छे देख्ने बित्तिकै भन्दा नि मान्छे हिँडेको ओरेको के सेन्स गर्ने बित्तिकै अन हुँदो रहेछ अनि यो चाहिँ मेरो आजको रुमको भ्यू हो ठिकै छ राम्रै छ यतिको त तर खाली खाली छ रमाइलो छ ल अनि बाथरुम पनि देखाइहाल्छु भिडियो बनाइरहेको बेलामा बत्ती बालिदिउँ सुरुमा कता छ बत्ती ओके है त यो चाहिँ मेरो बाथरुम फ्रीको है गाइज फ्रीको सबै फ्रीको हेलो गाइज म चाहिँ दिनभरि त्यहाँ गेम खेलेर सुरुमा जितेर अनि फेरि जितौरी हारेर अनि अहिले माथि आएको भोक पनि लागिरहेको थियो अनि खाजाहरू लिएर आएँ अब त्यही खान लागेको अनि अब 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 अहिले चाहिँ रेस्ट गर्छु होला हारेँ त्यत्रो हारेँ भन्दा पनि त्यही जितेको पैसाहरू हारेँ लास्टमा त्यही हो अझै अब भिडियो भोलि बनाउँछु Check this out. Angela, one of our customers on Facebook, left us a message and she wanted to know more about the melon. So, no surprise. ल गाइज मेरो चिचिका लगभग हुँदैछ कस्तो हुन्छ नि थाहा छैन मैले यसरी फर्स्ट टाइम ट्राई गर्नु लागेको
ल है गाइस मेरो चाहिँ डिकाफ भयो यहाँनिर म चाहिँ अलिक सुगर हालेर खाने मान्छे हो त्यतिकै चाहिँ अलिक खाना भएर लाग्छ मलाई हालेर अनि मात्रै खान्छु कफी खाएन अहिले कफी खाने फेरि निन्द्रा लाग्दैन निदाउन गाह्रो हुन्छ भनेर अनि मैले त्यही भएर चाहिँ डिकाफ खाएको ऊ बोल्यो अघि क्या तर्सिरहेको क्या मलाई कि मेरो पेट कराएको कस्तो डर लागिरह्यो के को आवाज आइरह्यो यो अर्को चाहिँ के रहेछ सुगर के हुन्छ नन डेरी क्रिमर ए क्रिमर पनि हाल्यो ला मैले भर्खरै के हालेँ त नि ए सुगर हाले अरे के रहेछ यहाँ त सुगर मात्रै होइन सुगर सब्स्टिट्युट रे के हो यो आई 0 क्यालोरी वाला रहेछ केही छैन त्यो नन डेरी क्रिमर रे क्रिमर पनि हाल्नु मेरो चाहिँ ट्राई गर्नु पर्यो के हुने रहेछ फ्रीमा पाएको खानु परेन के हो कस्तो बनियो त्यो पनि थाहा छैन फेरि म फेरि यस्तो कुराहरू जान्दिनँ बाहिर त्यस्तो रेस्टुरेन्टहरू गएर खासै खाइँदैन म खानेकुरामा चाहिँ एकदमै पिकी छु कि जे पनि खाइहाल्दिनँ कि एकदमै नाक्निके गरेर खाने त्यो घमण्डी पनि होइन त्यस्तो छुच्ची टाइपको पनि होइन तर खाना नि ट्राई गरेँ मैले जुन कुरा मलाई खाना गाह्रो लाग्छ तर खानै सक्दिनँ कि गाह्रो हुने कि त्यो वाक हुने कि आफूलाई खान नसक्ने कुराहरू खायो भने त्यो भएकोले गर्दाखेरि बाहिरको कुरा बाहिर गएर धेरै खान्न थियौँ हामीहरू रेस्टुरेन्टहरू खासै जान्न थियौँ खाने त नेपाली फुडहरू त्यो पनि घरमै अर्डर गरेर खाने अनि खासै बाहिरको कुराहरू यस्तो कुरा थाहै छैन कि ल है गाइस म चाहिँ अब यसैले खोल्ने हो कि केले खोल्ने सरी पग्लेला होइन प्लास्टिकको ल यो नि प्लास्टिकै हुन त तर अलिकति योभन्दा अलिकति यो चाहिँ अलिकति स्ट्रङ खालको रहेछ खासै पग्लिँदैन चाँडै ला मैले त के बनाए भयो डिकाफ बनाएको हो कि यो त बनभिटा हालेर घोले जस्तो देखियो आँखलाई फेरि बनभिटाहरू मात्रै थाहा के साल्ट पेपरहरू पनि राख्दो रहेछ त गुलियो कतिको भयो त गाइस खाएँ मैले खाएको होइन पिएको तितो बानी पानी चाहिँ यिनीहरूले धेरै नराख्दिने कि यत्रो बोतल यसमा 2टा बोतल मात्रै थियो कि अनि रातभरि कसरी मान्छेले यतिमै सक्छ भने अनि त्यसैबाट कफी पनि खानु रे त्यसैबाट पानी नि खानु रे त्यो चाहिँ मलाई अरू त सबै राम्रो छ पानी चाहिँ अलिक कम राख्दो रहेछ कि त्यो चाहिँ अलिकति पानी चाहिँ बढी राखिदिनु पर्यो अरू त सब ठिक म त फ्रीको कुरा हो के कम्प्लेन गर्नु है त्यही पनि पानी जस्तो कुरा त राख्नु पर्यो नि यार यत्रो डिकाफ राखेछ कफी राखेछ यस्तो लुगाहरू राखेछ यस्तो राम्रो छ अनि एउटा जाबो पानी अलिक धेरै राख्दा के हुन्छ अलिकति धेरै राख्नु पर्यो पानी चाहिँ आज मेरो भिडियो कति लामो हुने भयो नि
बोल्दा बोल्दै बिच बिचमा के बोलिदिन्छु त्यो चाहिँ माइन्ड नगर्नु है। त्यो टङ स्लिप हुन्छ कि मेरो धेरै नै, अति नै धेरै। अलिक त बोल्ने कन्फिडेन्ट नभएको हो कि के हो त्यो चाहिँ थाहा भएन। कन्फिडेन्ट नै छैन खासै, किनकि मेरो इङ्ग्लिस स्पिकिङ खासै वाउ भन्ने चाहिँ छैन युएसमै बसे पनि। अनि जस्ट ट्राई चाहिँ गर्छु, तर नेपाली बोल्दा नि टङ स्लिप भइरहेको हुन्छ हौ मेरो त प्राय। खै के हो थाहै छैन मलाई। इङ्ग्लिस सिक्न खोज्दाखेरि नेपाली वर्डहरू बिर्सिन थालिसकेको छु। न इङ्ग्लिस राम्ररी आउँछ न नेपाली राम्ररी आउँछ। अहिले त बिजोग छ। अहिले चाहिँ बरु ठिकै भयो। अहिलेको लागि यति नै। खाइसकेर भिडियो बनाउँछु। बाई। गुड मर्निङ गाइज। म चाहिँ 1 घन्टा अगाडि उठेको खासमा। त्यसपछि निन्दै लागेन, एकछिन बेडमै पल्टिएँ। अरे अब चाहिँ उठ्नुपर्छ भनेर उठेको। बिहान भइसकेछ, बाहिर उज्यालो भइसक्यो रहेछ। कफी बनाउनु लागेको। कन्क्लुजन थाहै छैन। कफी टल डार्क एन्ड ह्यान्डसम वाला के कफी रे, थाहै छैन मलाई। यो ट्राई गर्नु पर्यो। हिजोको टी क्याफे भित्रै रहेछ। ओके, अब 3 मिनट पर्खिनु पर्छ अनि त्यसपछि रेडी हुन्छ मेरो कफी। 6 घन्टा जति सुतेँ होला क्या अरे म। 12 बजी सुतेको थिएँ अनि 6 बजी पिउँझेँ अनि सुत्न खोजेको। त्यसपछि निन्दै लागेन अनि 7 बजी त उठिनु पर्छ। यसो कफी सफी केही खाऊँ भनेर उठेको। त के बोल्ने भइरहेको यार। माइन्डै पुरै ब्ल्याङ्क भइदिइरहेको एकछिन। ल गाइज, मेरो चाहिँ कफी बन्यो। अब आफूलाई कति सुगर हाल्न मन छ त्यो हाल्छु। सुगर चाहिँ मलाई चाहिन्छ, त्यस्तो धेरै त होइन, तर त्यस कफीहरू खाँदा यस्तोमा कफी नै थियो होइन। एक फिमर रहेछ अघिको त, कस्तो एउटै देखेको कि। प्लास्टिक सानोमा चाहिँ के रहेछ भनेर यस्तो हेरेको त, अघि के रहेछ। ल 2टा नि हुन्छ मजाले। आधे यसैले खोलिदिएको। ल गाइस, म अब चाहिँ कफी खान्छु है एकछिन।
ल गाइस अब चाहिँ यहाँबाट चेकआउट हुन लागेको अब अरू त के गर्दै बस्नु र यहाँनिर बिहान भइसक्यो एकछिन तल जान्छु कफी किन्छु अनि त्यसपछि एउटा मसिन्स $20 जति के भनेको ल गाइस अब म चाहिँ निस्किन लागेको चेकआउट गर्न लागेको घर नि जानुपर्छ राति काम छ फेरि अब यति हो गाइस अनि त्यो पार्क चाहिँ आज म जान्न अब घर जानुपर्छ एकछिन रेस्ट गर्नुपर्छ असाइनमेन्ट्सहरू यताउति के छ त्योहरू कम्प्लिट गर्नु पर्यो अब नेक्स्ट विक जान्छु होला सायद बहिनीहरूलाई लिएर त्यहाँनिर चाहिँ घरदेखि त्यति टाढा छैन 24 मिनट मात्रै ड्राइभिङ छ अनि अर्को विक चाहिँ जानु पर्ला जस्तो सोच्दैछु म त्यो पार्क चाहिँ आज चाहिँ भएन है त ल आजको लागि यति थ्याङ्क यू फर वाचिङ किप लभिङ बाई